अन्तर्राष्ट्रिय जगतमा पनि उच्च होस् भन्ने कामना गर्छौं। हामीले बोकेको पासपोर्टको मूल्य, हाम्रो पासपोर्टको औकात पनि विश्व बजारमा युरोपका स्ट्यान्डर्ड देशहरूको जस्तै हुन सकोस्, त्यसका लागि आर्थिक स्वावलम्बनको जरुरी छ। यी सबै कुरालाई ध्यानमा राख्दै अब व्यवसाय प्रवर्धन मार्फत मात्रै आफ्नो उन्नति गर्न सकियो भने अनि मात्रै देश विदेशमा नेपालको पहिचान स्थापित हुन सक्छ। विगतमा गोर्खामा लडियो, थुप्रै गरियो, गढीमा लडियो, थुप्रै गरियो, तर त्यो लडाईँले भएन। अब समृद्धिको लडाईँ लड्नुपर्छ भन्ने विश्वासका साथ आफ्नो व्यवसाय प्रारम्भ गर्नुभएका दिनेश खत्रीज्यूको आह्वानमा यो ल्यान्डमार्क सपिङ कम्प्लेक्सले आयोजना गरेको कार्यक्रम मैले यसअगाडि नै आसन ग्रहण गराइसकेको छु। प्रिय पत्रकार महासङ्घका अध्यक्ष टङ्कबहादुर खत्रीज्यू, कृपया मञ्च अगाडि आइदिन अनुरोध गर्दछु। त्यसैगरी वरिष्ठ पत्रकार ओम प्रकाश ठाकुरज्यू, प्रिय पत्रकार ऋतिक अधिकारीजी, यहाँ अगाडि तपाईहरुको स्वागतका निम्ति फूलमाला सहित साथीहरु बस्नु भएको छ। कृपया यहाँहरुलाई गर्न लाग्नु भएको स्वागतलाई तपाईहरुले सहर्ष ग्रहण गरिदिनु हुनेछ भन्ने विश्वासका साथ म कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा राष्ट्रप्रति सम्मान गर्नेछौँ। देशलाई माथि उठाउनको निम्ति देशमा एकता चाहियो, राष्ट्रियता, राष्ट्रिय एकता र हाम्रो भाइचारा बीचको समभाव र सद्भावले जोडिएको राष्ट्रिय गानमा सरिक भइदिनु हुन यहाँहरू सम्पूर्णलाई यथास्थानबाट उठ्दिन अनुरोध गर्दछु भने अबको क्रममा नेपालको राष्ट्रिय गान